एउटा सुन्दर गाउँमा दुईटा गोरु बस्थे। एउटाको नाम कालो र अर्कोको नाम सेतो थियो। दुवै गोरु निकै मेहनती, इमानदार र आज्ञाकारी थिए। किसानले तिनीहरूलाई आफ्नै परिवार झैं माया गर्थे। हरेक बिहान उनीहरू खेत जोत्न जान्थे र बेलुटा काम सकेर घर फर्किन्थे। एक दिन किसानले उनीहरूलाई गाउँभन्दा टाढाको ठूलो खेत जोत्न पठायो। खेत निकै ठूलो थियो र घाम पनि चर्को लागेको थियो। धेरै बेर काम गर्दा कालो गोरु थाक्यो। उसले भन्यो, मित्र, आज त धेरै गाह्रो भयो, अलि आराम गरौँ न। तर सेतो गोरुले शान्त स्वरमा भन्यो, यदि हामीले अहिले काम छोड्यौं भने किसानलाई दुःख हुन्छ। काम सकिएपछि आराम गर्दा झन् मिठो लाग्छ। आऊ, अलि हिम्मत गरौँ। सेतोको कुरा सुनेर कालोले फेरि हिम्मत जुटायो। दुवैले मिलेर जोडतोडले काम गर्न थाले। केही समयपछि खेतको काम पूरा भयो। किसानले उनीहरूको मेहनत र एकता देखेर धेरै खुसी भयो। उसले तिनीहरूलाई स्वादिलो दाना र मिठो घाँस खुवायो। कालो गोरुले मुस्कुराउँदै भन्यो, मित्र, तिमीले मलाई हिम्मत नदिएको भए म सायद काम छोड्थेँ। सेतोले उत्तर दियो, साथीभाइ मिलेर काम गरे भने कुनै पनि काम गाह्रो हुँदैन।